तिमीलाई सम्झन्छु दिनको रातमा स्याङ्गी छ तानसेनको मिनिवा तानसेनको मिनिवा बसी बोलाउने कोनीलाई हाल्यो मोनी तानसेनको मिनिवा बसी बोलाउने कोनीलाई हाल्यो ए दिदी आउट ल ल दाइ नयाँ वर्षको शुभकामना के भन्न चाहनुहुन्छ? सबैलाई शुभकामना जतिले हेर्नुहुन्छ तपाईँको युट्युब च्यानल सब्सक्राइब गरिदिनु हो। थ्याङ्क यू दाइ थ्याङ्क यू। यस्तो मान्छे चाहियो क्या। यो अब 81लाई ठ्याक्कै बिदाई पनि गर्दैछौँ, 82 पनि आउँदैछ। औपचारिक रूपमा त अब खासै जमर्को भएन। औपचारिकमा भए पनि अनौपचारिक रूपमा भए पनि सामान्यतया नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एक ठाउँमा बनाएर वर्षभरि गरेको दुःख कष्टलाई चाहिँ बिर्सिने र सँगै बसेर रमाउने एउटा जमर्को हो। यही भयो चाहिँ टिममध्ये पनि कति र नयाँ अनुहार देखिरहेका छु। जस्तो पुनमलाई पनि मैले हिजो कन्ट्याक्ट गरेको थिएँ। यहाँ पुनमलाई सम्भव धेरै दिनु हुँदैन, अर्को भेटघाट गर्ने खालको जमर्को नभए हुनाले चाहिँ अब नयाँ कति आइराखेका हुन्छ कति गइराखेका हुन्छ होइन। अनौपचारिक रूपमा चाहिँ यसो भेटघाट गरौँ भन्ने सानो जमर्को हो। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ नयाँ वर्ष, सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहन्छु, नमस्ते पनि भन्न चाहन्छु फेरि एकचोटि गाइज। अनि सो त्यही हो गाइज, आज चाहिँ नयाँ वर्षको दिन। आज हामी सबै दाजुभाइ दिदीबहिनीहरू विदेशमा भएर पनि भेटघाट गर्ने, नाचगान गर्ने, खानेपिने गर्ने भनेर भेटघाट हुँदैछौँ। सो हजुरहरूले हाम्रो भिडियो एकदमै माया गर्नुहोला भन्ने आशा छ। अहिले चाहिँ म दिदीको घर आइसकेको छु। म ईश्वरी हामी सबैजना फ्यामिली भेट भइसकेका छौँ। अब चाहिँ बाहिरको दिदीबहिनीहरू पनि सबै दाइ भाइहरू सब भेटघाट हुने एक ठाउँतिर राम्रो ठाउँ लोकेसन हेरेर भन्ने प्लान गरेको छौँ साथीहरू। सो लेट्स गो के हुन्छ हेरौँ। अनि यता चाहिँ आज दिदी भिनाजुले पुरै व्यवस्था गर्नुभएको। यो खानेपिनी मादल मुरली सुरली सब पुरै रेडी गर्नुभएको। आज चाहिँ एकदम बवाल हुनेवाला छ गाइज, रमाइलो हुनेवाला छ। नयाँ वर्ष 2082 साल लाग्दैछ, आजदेखि लागिसक्यो गाइज भन्न चाहन्छु। अनि पुरानो दिनहरू के कस्तो बित्यो, के भयो, मबाट के गल्ती कमजोरी भयो गाइज, त्यसको लागि एकदमै क्षमा प्राप्ति चाहन्छु गाइज। सो लेट्स गो। आज चाहिँ एकदमै बवाल मिठो मजा आउनेवाला छ है त गाइज। अहिले चाहिँ दिदीहरू रेडी हुनुहुन्छ भित्र, रेडी भइसकेपछि हामी चाहिँ जानेवाला छौँ। सो गाइज अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ लोकेसन हेरेर टक्क बिच साइडमा सबैजना आइसक्नु भएको छ। अनि यता देख्नुहुन्छ हाम्रो खानेपिने कार्यक्रम हुनेवाला छ। यहाँ टक्क सबै लिएर आइसकेका छन्, पिकनिक टाइपको न्यु इयरमा पिकनिक मनाउँदै यतातिर है गाइज। यहाँ टक्कै यसरी व्यवस्था गरिसकेका छ हामीले खानेको। अनि यता भिनाजु हुनुहुन्छ, उता आज मादल पनि छ गाइज, एकदम बवाल मजा आउनेवाला छ। अनि यता हाम्रो दिदीबहिनीहरू टक्क फोटो खिच्दै हुनुहुन्छ है। अनि यता दाइ हाम्रो क्यामेरा दाइ, हेलो दाइ, हेलो, ह्याप्पी नयाँ वर्ष, ह्याप्पी नयाँ वर्ष दाइ। ल यता बवाल मजा आउनेवाला छ। अनि यता हाम्रो दाइहरू छ। ल दाइ नयाँ वर्षको शुभकामना है। नयाँ वर्षको धेरै धेरै शुभकामना। सोचे आँटेका कामहरू सम्पूर्ण सहज तरिकाले चाहिँ सम्पन्न हुन्। हजुर, विगतका दिनभन्दा आगामी दिनहरू एकदम सफल, पूर्ण, अर्थपूर्ण र सार्थक बनोस् भन्न चाहनुहुन्छ हजुरले? एकदम। ल म पनि त्यही भन्न चाहन्छु है गाइस। अनि यता हाम्रो दाइ नयाँ वर्षको शुभकामना है। ल यो धेरै धेरै शुभकामना सबैलाई। ल त्यही अनुसार एउटा बवाल दामी मादल जाओस् न नयाँ वर्षको। नयाँ वर्षको यो नानीको परेली झिमझिम पनि इसारा झिमझिम मार्यो मायाले सानो नदीम काउ परे
परेले फोटो गयो झिम झिम कालो नदीम गाउँ परेले फोटो गयो ल सबैजनालाई नयाँ वर्षको शुभकामना है। आज चाहिँ बबाल मजा आउनेवाला छ होइन दाइ? हिरोनीहरू यता फोटो हान्दै आमा के छ बबाल छ ल अहिले फोटो हान्ला छन्। अब चाहिँ यहाँ चिसो खाने कार्यक्रम हुँदैछ हामीले ट्याक्क आएर र यसरी यहाँ खानाबाट मान्छेहरू कुरिनु बसे हानटोलीहरू यी सब स्वागत कार्यक्रम हुँदैछ हाम्रो यता चाहिँ अब रमाइलो कार्यक्रम हुँदैछ है स्टार्ट ल झ्याप यसरी आमा ल दाइ नयाँ वर्षको शुभकामना के भन्न चाहनुहुन्छ? सबैलाई शुभकामना जतिले हेर्नुहुन्छ तपाईँको युट्युब च्यानल सब्सक्राइब गरिदिनु हो। थ्याङ्क यू दाइ थ्याङ्क यू। यस्तो मान्छे चाहियो क्या ल यता रमाइलो हुँदैछ है। ल यहाँ चाहिँ बस्दा बोर भइसकेपछि यहाँ दाइले केटीहरूको लागि हल्का सानो गेम खेलाउँदै हुनुहुन्छ। यो गेमको लागि के गर्दै हुनुहुन्छ ल यता? वास्तवमा यो गेम चाहिँ म्युजिकल चेयर भनिन्छ। हामीसँग चेयर उपलब्ध भएन, हामी चाहिँ म्युजिकल अब चप्पल भनौँ होइन, चप्पललाई चाहिँ प्राथमिकता दिएका छौँ। अब त्यही अनुसार गेम हुन्छ, हेर्दै गर्नु होला है। ल यता चाहिँ यसरी चप्पल राखेर दिदी बहिनीहरूलाई रेडी गरेर हामी चाहिँ गेम खेलाउन सुरु गर्दैछौँ। यता हाम्रो टिम मादल बजाउने स्टार्टमा छ होइन, अब चाहिँ यहाँ स्टार्ट हुँदैछ है। अनि यता मादल छ बजाउने, उता फर्केर बजाउनु आफ्नो मान्छे जुत्ताको छेउती आएर रोक्ने होइन। कडा ल यसरी यहाँ गेम सुरु हुँदैछ है। यी मेरो चप्पल पनि छ नि यहाँ यी यसरी। लास्टमा जो अन्तिमसम्म बस्छ उसले चाहिँ 300 पाउने भयो। दोस्रो लास्टमा आउट हुने तेस्रो लास्टमा जाने 100 पाउने। म निकालिदिन्छु नि त बिचमा, जसले लास्टमा मेरो यो भन्ने त हुनु पर्यो नि त। फेरि बिस्तारै हुँदै गर्नु त म निकालिदिन्छु। अनि सुन्नु त के अरे नियम त थाहा नि, ठ्याक्कै म्युजिकल चेयर जस्तो मादल बजिरहन्छ घुम्ने, बिस्तारै घुम्ने। ठ्याक्क मादल रोकिने बेलामा चाहिँ चप्पल चाहिँ टेक्नु पर्यो। अनि जस्तो तपाईँ 12 जना हुनुहुन्छ भने हो 12 जना हुनुहुन्छ, चप्पल चाहिँ 13 जना भइसकेपछि एउटा कम छ कि है। जो चाहिँ चप्पल चाहिँ भेटाउन सक्दैन त्यो आउट, त्यसले पाउँछ 0 रुपियाँ भन्ने म अहिले घोषणा गरिदिउँ होइन। मलाई जहाँसम्म लाग्छ कसले जित्छ भन्ने अहिले घोषणा गरिदिन्छु। ल गर्नु ल गाइस, केटीहरू रेडी हो? ल पोजिसन हजुर रेडी हो? रेडी हजुर रेडी? ल हजुर रेडी हुनुहुन्छ? ल है ल रेडी अवस्थामा सबैजना। ल चप्पल दाइले बिचमा निकालिदिन्छु एउटा भन्नुहुन्छ अरे कहिले निकाल? जसले पहिला यदि कुनै विवाद आयो भने आयोजक नै त्यसको चाहिँ अन्तिम चाहिँ टेक्नु पर्यो, यसो नि टेक्नु पर्यो। अनि सुन्नु नि अर्को कुरा जस्तो यताबाट हिँडिराखेको छ, यहाँ पुगिसकेपछि मादल रोक्नु नि यता फर्केर टेक्न पाइएन है, अगाडि है त फर्किन पाइएन, अगाडि पाइयो पनि पाइएन। रेडी जस्तो हाउसमा चाहिँ यहाँ टेक्नु भयो। अनि यहाँ चाहिँ खाली खाली सँगै कुदिराखेर यहाँ चाहिँ हजुर हजुर है पछाडि फर्किन्छ है त। यदि त्यहाँ छ भने यहीँबाट कुदेर चाहिँ बाहिरबाट ल रेडी 1 2 3 गो लेट्स गो। ए यता म चाहिने अलि मजाले बजामा, अलि मजाले, अलि छिटो रुकिदिनु पर्यो है। अलि मादलको स्वर आएन। को आउट भयो? गयो ल एकजना आउट।
ल दिदी आउट हुनु है ममता दिदी आउट अब 5 जना कतिजना 1 2 3 6 जना बच्नु आहा अब 6 जना ल अरु सबै आउट भइसक्नु आहा को ए भाउजू जानु होला ओके विकल्प गयो अब कतिजना हुनुहुन्छ 5 जना छन् है अब है नजानु फर्स्ट आउनुपर्छ ए दिदी आउट ल यो जित्ने सम्झना बहुत बाटो अब 4 जना हुनुहुन्छ अब 3 चप्पल छन् है ल है फटाफट दौडम त दौडम नदौडेपछि आउट अहिले हिँड्न पर्यो के भएन अलि फटाफट चप्पल हेरिने दौड्ने ए ल उहाँ जानुभयो आउट ल ल 3 जना मात्रै हुनुहुन्छ है रोक्ने होइन रोकिने होइन रोकिन पाइएन नरोकिनु है नरोकिनु आउट हुनुभयो ल अब एउटा चप्पल छ त होइन ल 1 2 3 गो यता आउनु न आफ्नो हिसाबले ल रमाइलो भयो जोस रमाइलो गरियो फर्स्ट र सेकेन्ड ल रमाइलो भयो बेला यसरी रमाइलो गर्दै है यता आज न्यू इयरको दिन हामीहरू सबै साथीभाइ जम्मा भएर ट्याक्कै भन्छ पर्ख कति पर्खिने हो सधैँ सुर्ती मार्दिन हुन्छ र अहिले अर्कैले लाग्छ नि मलाई थाहा पाउँछ हो दाइ कस्तो छ खाना
ल बवाल इन्जोय गर्नु है। ल अब चाहिँ यहाँ खानापिना स्टार्ट भइसकेको छ। हामी दिदीहरू सबैजनाले खाना खानु बाँड्दै हुनु त सबैजनालाई। अब चाहिँ हामी खान्छौँ। एकदमै मिठो खाना बनाउनु भएको दिदीहरूले है, टक्क लगाएर यसरी सर उतादेखि आज पिकनिक न्यु इयरको पिकनिक यसरी बनाउँदै नयाँ वर्षको पिकनिक मनाउँदैछौँ गाइज। हामी चाहिँ यता नयाँ वर्षको पिकनिक है यसरी मनाउँदैछौँ गाइज, ट्याक्क लगाएर। ल अब चाहिँ हामी यसरी पिकनिक मनाउँदै गाइज नयाँ वर्षको पिकनिक यसरी मनाउँदैछौँ हामी चाहिँ। अनि म चाहिँ नेपालमा हुनुहुने सबै साथीभाइहरूलाई टक्क नयाँ वर्ष राम्रोसँग मनाउनु होला। अब नयाँ दिन नयाँ काम नयाँ सबै कुरा नयाँ बनाउनुपर्छ हामीले। एकदमै नयाँ विचार नयाँ सोच सबै कुरा एकदमै राम्रो तरिकाले बनाउनुपर्छ बन्नुपर्छ भन्न चाहन्छु गाइस। अनि यता चाहिँ हामीहरू यसरी रमाइलो गर्दैछौँ है टक्क लगाएर। अनि खानामा चाहिँ हाम्रो सेल अनि अचार खिर चिउरा भुजा मासु छ। अहिले थप्न आउँछौँ हामी, टेन्सन नगर्नु, भर्खर स्टार्टै भएन। ल यसरी यहाँ गएर खाँदैछु म चाहिँ, खाना टेस्ट गर्छु। अनि हाम्रो खाना चाहिँ यस्तो छ। ल मेरो भिडियो बनाइदिनु त, बोल्छु है यहाँ। ल खाना चाहिँ एकदमै मिठो देख्दाखेरि हेर्दाखेरि चाहिँ अचार चाहिँ खुवाल छ अनि मासु है त। दामी खायो त। तानसेनको मिनीमा तानसेनको मिनीमा बसी बोलाउने कोनी लाइहाल्यो मोनी। अहिले चाहिँ खाना खाएर टक्क पावरफुल भएर अहिले चाहिँ हामी नाच्ने तयारी अवस्थामा छ। यहाँ पुरै नाच्दै हुनुहुन्छ यसरी नयाँ वर्ष मनाउँदै है पिकनिक टक्क यहाँ देख्नुहुन्छ यसरी मनाउँदैछौँ आज चाहिँ। अहिले चाहिँ फर्स्ट सेकेन्ड थर्डलाई पुरस्कार वितरण हुँदैछ यहाँ टक्क लगाएर। नाम बोलाउनु न पुरस्कार। ल थर्ड ल लिन आउनु पहिला। होइन सेकेन्ड प्राइज फर्स्ट प्राइज हल्ला गरिदिनु। नाच्नु नाच्नु ल यसरी न्यु इयर नयाँ वर्ष मनाइयो आज।